टेरामक्स खरिद प्रकरणमा अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि पूर्व मन्त्री एवं नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन भएको छ। उनी सिन्धुपाल्चोक 2 बाट निर्वाचित काङ्ग्रेस सांसद हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार बस्नेत सहित 16 जना व्यक्ति र 2 कम्पनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्। भ्रष्टाचार निवारण ऐनको दफा 33 मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ। अख्तियारले टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्व मन्त्री मोहनबहादुर बस्नेत विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अख्तियारले 3 अर्ब 21 करोड 83 लाख 77,182 रुपैयाँ कायम गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको जनाइएको छ।